हो भात यहाँतिर छरिरहेछ कुकर पड्केर चाहिँ यस्तो भएको यहाँनिर हेर्नुहोस् है यस्तो ब्लास्ट भएको कुकर चाहिँ यहाँ इन्डक्सन मात्रै होइन यस्तो भयो चाहिँ यहाँ हेर्नु है यहाँभरि यो सिलिङभरि माथिसम्म पुग्यो यस्तो भयो कुकर पड्केर चाहिँ यो कुकर चाहिँ पड्केको हो बिलको चाहिँ यहाँ आइपुगेको छैन सिटी यस्तो भइसक्यो यहाँ चाहिँ खाना चाहिँ यहाँ माथिसम्म पुगेको छ यसले झर्दैछु म अब खाना यहाँ यहाँ चाहिँ कुकर पड्केर चाहिँ यसरी उकालो झर्दैछ खाना चाहिँ यहाँ माथि सिलिङमा पनि खाना बसिरहेछ यहाँ चाहिँ खाना हो भात यहाँतिर छरिरहेछ कुकर पड्केर चाहिँ यस्तो भएको यहाँनिर हेर्नुहोस् है कुकर चाहिँ यो हेर्न सक्नुहुन्छ है यो कुकर हो यो चाहिँ यहाँनिर यस्तो पनि भएको छ यहाँनिर चाहिँ हेर्नुहोस् त यो चाहिँ ह्यान्डलको यहाँनिर चाहिँ पड्केर चाहिँ त्यो ब्लास्ट हुँदाखेरि चाहिँ यो चाहिँ फुटेर झरेछ है अनि यो कुकर चाहिँ मैले ग्यासमा बसाएको थिएँ भने चाहिँ म आज हुन्थिनँ होला सायद भिडियो बनाउँदै हुन्थिनँ होला है म चाहिँ लाइफको एन्डसम्म पुगेर चाहिँ फर्केको जस्तो फिल हुँदैछ यस्तो डर लागेर खुट्टा थरेर कामेको है यत्रो डरलाग्दो आवाज आएर यो चाहिँ पड्केर चाहिँ कुकर चाहिँ उडेर गएछ र खानाहरू चाहिँ माथि सिलिङतिर सबै टाल्लेको छ है यति डरलाग्दो त्यो स्टिकी के टाल्लेर चाहिँ उकाउँदा पनि उकेको छैन त्यो चाहिँ सायद म माथि खनेको भए म धेरै इन्जोर हुन्थ्यो होला है यो पनि आएर मलाई लागेको भए चाहिँ मलाई केही न केही चाहिँ हुन्थ्यो होला तर आज थ्याङ्क गड म लक्कीली सेफ छु है तपाईँहरूको अगाडि भिडियो लिएर आउन सकिरहेको छु यो कुकर चाहिँ म चाहिँ अर्को खालको कुकरमा चाहिँ पकाउनु अलिक उयो हुन्थ्यो नि मलाई अल्छीले गर्दाखेरि किनभने त्यो माझ्नु अलिक साह्रो पर्छ र यो चाहिँ माझ्दाखेरि चाहिँ यसरी सिनिक्कै जान्छ है सजिलो हुन्छ भनेर चाहिँ म चाहिँ खाना यसमै पकाउँदै थिएँ अरू बेला चाहिँ त्यस्तो भएको थिएन र आज चाहिँ अचानक यस्तो डरलाग्दो आवाज आयो कि ब्लास्ट भएको अन्त हेर्दाखेरि चाहिँ इन्डक्सनमा थियो धन्न कुकर र चाहिँ भुइँमै उडेर लडेछ कुकर चाहिँ र बिर्को चाहिँ माथि सिलिङमा अन्त खाना जति सबै सिलिङभरि छ त्यस्तो भयो है लक्कीली म आज चाहिँ धन्न है भगवानको हात म माथि थिएछ र म बाँचेँ आज है नभए केही न केही हुन्थ्यो यस्तो खालको कुकर चलाउँदाखेरि चाहिँ एकदमै होसियार भएर चलाउनुहोस् तपाईँहरू है यहाँ हेर्नुहोस् त यहाँनिर पड्केको छ सबको स्योर पनि गर्नुहोस् सो द्याट है फेरि यस्तो काण्ड चाहिँ अरू कसैकोमा नहोस् जस्तो लाग्छ मलाई एकदमै डर लागेर आयो मलाई चाहिँ